प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 5वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको समाचार बाहिरिए सँगसँगै यसका विभिन्न कोणबाट टिक्का टिप्पणी सुरुवात भएको छ। विशेष गरी सरकारले संवैधानिक परिषदसँग सम्बन्धित, सहकारीसँग सम्बन्धित र केही नेपाल ऐन लगायत गरेर 5वटा अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपति समक्ष पेश गरेको र राष्ट्रपति कार्यालयमा हाल ती अध्यादेशहरू अध्ययनका क्रममा रहेको भनी समाचारहरू बाहिरिएको अवस्था छ। हाल संघीय संसदको दुवै सदन चालू नरहेको अवस्थामा सरकारले जब अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्यो र अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस भइसके पछाडि विभिन्न कोणबाट यसको विरोध सुरुवात भएको छ। विशेष गरी संघीय संसदको अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशको माध्यमबाट सत्ता सञ्चालन गर्न खोजेको भनेर विभिन्न कोणबाट विरोध भइराखेको अवस्था छ। यसमा विशेष गरी विपक्षी दलहरू र नेपाल बार एसोसिएसनले समेत विज्ञप्ति निकालेर विरोध जनाएको अवस्था छ र यो अध्यादेश किन जारी गरिन्छ, किन अध्यादेशको आवश्यकता पर्छ भन्ने सवालमा विभिन्न कोणबाट यसका बहसहरू पनि भइराखेको अवस्था छ। यही बीचमा आज हामी यही विषयमा यहाँहरूलाई जानकारी प्रस्तुत गर्छौँ। अध्यादेश भनेको विधायिका वा संसदको अधिवेशन चालू नरहेको अवस्थामा सरकारलाई कुनै काम गर्नका लागि तत्काल कुनै कानुन आवश्यक पर्यो भनेदेखि त्यस्तो अवस्थामा राष्ट्रको सर्वोच्च निकायद्वारा विशेष अधिकारको प्रयोग गरेर जारी गरिने कानुन सरह मान्यता प्राप्त आदेश नै हामी अध्यादेश हो भनेर हामी बुझ्न सक्छौँ। नेपालको हकमा संघीय संसदको दुवै अधिवेशन चालू नरहेको अवस्थामा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्ने गरी संवैधानिक व्यवस्था रहेको छ। नेपालको संविधानको धारा 114 मा संघीय संसदका दुवै अधिवेशन चालू नरहेको अवस्थामा मन्त्री परिषदले निर्णय गरेर राष्ट्रपति कहाँ सिफारिस गर्ने र राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्ने गरी संवैधानिक व्यवस्था गरिएको अवस्था छ। त्यसैगरी यदि प्रदेश सरकारहरूले पनि अध्यादेश जारी गर्न चाहेको अवस्थामा संविधानको धारा 202 मा व्यवस्था गरिएको छ, जहाँ भनिएको छ प्रदेश सभाको अधिवेशन चालू नरहेको अवस्थामा प्रदेश मन्त्री परिषदको निर्णय एवं सिफारिस बमोजिम प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने गरी संवैधानिक व्यवस्था गरिएको छ। मुख्य गरी अध्यादेश किन जारी गरिन्छ? अध्यादेश सङ्कट वा आपतकालीन अवस्थाको व्यवस्थापनका लागि सरकारलाई कानुनी व्यवस्था गर्न दिएको अधिकार र सुविधा हो। प्रजातान्त्रिक संविधानमा जननिर्वाचित सरकारलाई संसदको अधिवेशन नभएको अवस्थामा गम्भीर प्रकृतिका काम तत्काल गर्न आवश्यक भएको खण्डमा प्रत्यायोजित विधायकी अधिकार प्रयोग गरी सरकारले अध्यादेश जारी गर्न सक्ने सुविधा दिएको हुन्छ। नेपालको संविधानमा पनि धारा 114 मा नेपाल सरकारले र धारा 202 मा प्रदेश सरकारले अध्यादेश जारी गर्न सक्ने गरी संवैधानिक व्यवस्था रहेको छ। के यो अध्यादेशले अन्य कानुन सरहकै हैसियत राख्छ या मान्यता पाउँछ? अध्यादेश ऐन सरह मान्य हुन्छ। यद्यपि अध्यादेश अल्पकालीन र अस्थायी कानुन हो। अध्यादेश जारी भएपछि बसेको संसदको अधिवेशनमा अध्यादेश पेश गर्नुपर्ने हुन्छ। उक्त पेश भएको अध्यादेशलाई 60 दिनभित्र संसदबाट पारित समेत गराउनुपर्छ। संसदबाट पारित नभएमा त्यस्तो अध्यादेश खारेज हुन्छ। यदि संसद अधिवेशन बसेको मितिले 60 दिनभित्र सरकारले संसदमा अध्यादेश पेश नै नगरेको अवस्थामा समेत स्वतः निष्क्रिय हुन्छ। यसका अलावा राष्ट्रपतिले चाहेमा जुनसुकै बेलामा समेत खारेज गर्न सक्ने गरी संविधानमा व्यवस्था रहेको छ, जुन व्यवस्था प्रदेश सरकारले जारी गरेको अध्यादेशको हकमा समेत समान रूपमा लागू हुन्छ। यसरी संवैधानिक रूपमै व्यवस्था भएको अध्यादेश जारी गर्न पाउने अधिकार प्रयोग गरेर सरकारले जारी गरेको अध्यादेशका हकमा फेरि विरोध चाहिँ किन हुन्छ? प्रजातान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्न सरकारका अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्याय शासन सञ्चालनमा कुनै पनि अङ्ग निरङ्कुश बन्न नसकोस् भनेर प्रजातान्त्रिक संविधानमा अधिकारको वितरण तथा नियन्त्रण र सन्तुलनको व्यवस्था गरिएको हुन्छ। कानुन बनाउने अधिकार विधायिकामा, कानुन कार्यान्वयन गरी देशको शासन सञ्चालन गर्ने अधिकार कार्यपालिका अर्थात् सरकारमा र कानुनको व्याख्या गर्ने अधिकार न्यायपालिकामा रहेको हुन्छ। यसरी कानुन बनाउने निकाय संसदबाट कानुन नबनाएर सरकारले कानुन बनाउँदा आफ्नो स्वार्थ अनुकूल बनाउँछ भन्ने आरोप लाग्ने गरेको छ। सरकारलाई जस्तो कानुन आवश्यकता पर्यो उस्तै उस्तै अध्यादेश जारी गर्ने भएकाले अध्यादेश जहिले पनि नागरिकको हितमा नभएर राज्यको पक्षमा रहेको हुन्छ भन्ने गरिन्छ। अध्यादेश अस्थायी कानुन हो। सरकारले अस्थायी कानुनको सहारामा आफ्नो निहित स्वार्थ पूरा गर्ने गर्छ र कानुनको शासनलाई अर्थहीन बनाउँछ भन्ने टिप्पणी गरिन्छ, जसले सरकारलाई उत्तरदायी विहीन बनाउँदै जान्छ भनेर आरोप पनि लाग्ने गरेको छ। यसर्थ हाम्रो मुलुकमा पनि कानुन बनाउने निकायलाई छलेर सरकारले अध्यादेश ल्याउँदा विरोध हुने गरेको हो र हाल पनि संसदको दुवै अधिवेशन चालू नरहेको अवस्थामा सरकारले अध्यादेश ल्याउँदै गर्दा यसको विरोध भइराखेको अवस्था